अनुसार सेवा सत्कारको जिम्मेवारी त्यहाँ वरिष्ठ पत्रकार भीमलाई मन्चा सिंह नेपाल पत्रकार महासंघ शाही मन्चा सिंह प्रदेश सल्लाहकार वीरेन्द्र मती मंच पर आसीन पत्रकार संबद्ध विभिन्न संघ संस्था संपूर्ण अग्रज सहकर्मी साथी सब ने नेपाल पत्रकार महासंघ अनुसार शाखा की तरफ से अपना व्यक्तिगत तरफ से हार्दिक नमस्कार। धनुषा शाखाको यो सभा हल म सुरुमा आउँदाखेरि पत्रकार महासंघको अध्यक्ष भएर आउँदा माथि छतमा ल्याएर देखाउनु भएको थियो। यहाँ सभा हल बनाउँछौँ, एसी जोड्छौँ, त्यसपछि यो हाम्रो लक्ष्य छ भनेर भन्नुभएको थियो। आज कार्यकाल पुरा नगर्दै र हाम्रो पनि कार्यकाल पुरा नहुँदै साँच्चै सभा हल तयार भयो, एसी सहितको सभा हल तयार भयो। जनकपुरमा धेरै गर्मी हुन्छ, होटलहरूमा कतिपय ठाउँ एसी पनि हुँदैन। अब हामी आफ्नो सभा हलमा सुविधाजनक ढङ्गले सबै कार्यक्रम गर्छौँ र अरूलाई पनि कार्यक्रम गर्न मन लाग्छ दिन्छौँ। पत्रकार आफैमा समाजसित जोडिएको हुनाले र आफ्नो कार्यकालमा यो भवन निर्माणको लागि त्यसपछि माथिको तला थपेर सभा हल समेत निर्माणको लागि म अध्यक्षज्यू सहित उहाँको टिमलाई एकदम हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु र उहाँको यो नमुनायोग्य कामलाई हामी देशभरिका पत्रकारहरूले सिक्ने प्रतिबद्धता व्यक्त गर्दै यसप्रति केन्द्रीय समितिको तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु। सबभन्दा पहिले अब म मेरो कार्यकालमा तीनवटा विषयमा वास्तवमा मैले प्रतिबद्धता व्यक्त गरेका थिएँ। एउटा पत्रकार महासंघको अध्यक्ष भइसकेपछि कुनै पनि पुरस्कारहरू मैले ग्रहण गर्दैन भनेर भनेको थिएँ सुरुमा। अब अन्तिममा म आछु, मैले कुनै पनि ग्रहण गरेन, किनभने तपाईँलाई दिनु पर्यो भन्दाखेरि पनि यो मलाई होइन, यो महासंघको अध्यक्ष पद भए हुनाले दिन लाओ भन्ने मैले बुझ्थेँ र यो ल्याइएन कार्यकालभरि। दोस्रो, पत्रकार महासंघका आफ्नै साधारण सभा र अधिवेशन जस्ता आन्तरिक सङ्गठनात्मक गतिविधिमा महासंघको मान्छे बाहेक अरूलाई प्रमुख अतिथि बनाउँछ भने म त्यहाँ जाँदैन भनेको थिएँ। दोस्रो, त्यो पनि म कहीँ पनि गएन। बोलाउनुहोस्, मन्त्री बोलाउनुहोस्, कोही बोलाउनुहोस्, अरू बोलाउनुहोस्, तर आन्तरिक सङ्गठन भने आन्तरिक हो। सङ्गठनात्मक गतिविधि अन्तर्क्रियामा हामी अरूलाई बोलाउन सक्छौँ, अरूमा सक्छौँ। हाम्रा साधारण सभा अधिवेशन जस्ता हाम्रा आन्तरिक गतिविधिमा सङ्गठनमा गएको व्यक्ति, सङ्गठनको नेतृत्वमा बस्ने व्यक्तिभन्दा ठुलो कोही पनि हुँदैन भन्ने, त्यो भएर त्यसमा पनि सहभागी भइएन। तेस्रो, आफैले बनाएका भवन चाहिँ अरूबाट उद्घाटन हुन्छन् भने त्यहाँ पनि नजाने नै भनेको थिएँ मैले। प्रधानमन्त्री आए पनि राष्ट्रपति आए पनि नजाने नै भनेको थिएँ म। गएन म चाहिँ। यो ठिक भयो बेठिक भयो आफ्नो ठाउँमा छ। अब झन्डै 10वटा जिल्लाको भवन हाम्रो कार्यकालमा म आफै गएर उद्घाटन भएर 15वटा भवन बनेछन्, 15 जिल्ला र देशभरि हेर्दाखेरि अब हामी 64 जिल्लामा आफ्नै भवन छन् हाम्रा, होइन। र केही जिल्ला 13 जिल्ला भनौँ बाँकी छन्। अब केहीमा एक जिल्लामा हाम्रो चाहिँ शाखा नै छैन, पूर्वी रुकुममा। त्यही भएर 11 जिल्लामध्ये पनि केहीमा हाम्रो आफ्नै भवन नभए पनि सरकारी भवन उपयोग गर्न पाइएको छ। त्यही भएर पत्रकार महासंघ सुविधा सम्पन्न रूपमा आफ्नै भवन जिल्ला शाखासम्म बनाएर संस्थागत रूपले यो चाहिँ बलियो बन्दै गएको छ भन्ने मलाई अनुभूति हुन्छ। र यसको लागि वास्तवमा हाम्रो कार्यकालमा धनुषा शाखा, पत्रकार महासंघको केन्द्रीय समिति बैठक पनि धनुषा शाखाले गरेका छ, भवन निर्माण पनि गरेका छ, थुप्रै गतिविधि केन्द्रीय कार्यक्रम पनि धेरै सफल पारेको छ। त्यस्तै गरी अन्य खालका तालिम लगायतका गतिविधिहरू पनि गरेको छ र त्यसको लागि पनि म धनुषालाई धन्यवाद दिन चाहन्छु। र तपाईँ साथीहरू जहिले पनि धनुषा शाखा फिडब्याक दिने हिसाबले, धनुषाका पत्रकारहरू फिडब्याक दिने हिसाबले यसो कुरा गरेको सुन्दाखेरि अलिकति आलोचना गर्यो कि भन्ने लाग्ला, त्यो सुरुमा सुन्नेलाई लाग्छ त्यस्तो। तर म एकदम परिचित छु, म उपाध्यक्ष हुँदा पनि परिचित छु र आफ्नो घर जस्तो मैले धनुषालाई ठान्छु र हाम्रो कार्यकालमा धेरै नजिकबाट यहाँहरूले साथ सहयोग दिनुभयो, समर्थन गर्नुभयो। कतिपय
रचनात्मक आलोचना गर्नुभयो, कतिपय यस्तो काम गरोस् भनेर सुझाव दिनुभयो र अपेक्षा राख्नुभयो। ती सबैप्रति म यहाँहरूलाई एकदम सम्मान व्यक्त गर्न चाहन्छु। अब धेरै समय पनि छैन, म केही शब्दहरू मात्रै राख्न चाहन्छु। वास्तवमा पत्रकार महासङ्घमा यो साझा छाता संस्था हो, यसमा नेतृत्व गर्ने आउँछौँ जान्छौँ, यो भइरहन्छ। नेतृत्व गर्छु, एक कार्यकाल बस्छु, त्यसपछि हामी जान्छौँ। तर यसका लक्ष्य उद्देश्यहरू एउटै छन्। पत्रकार महासङ्घको स्थापना भएदेखि अहिलेसम्म हामीले उठाउँदै आएको सबभन्दा धेरै लड्नु परेको मुद्दा भने प्रेस स्वतन्त्रताको मुद्दा हो। हामीले स्वतन्त्र, वास्तवमा प्रेस स्वतन्त्र जब हुन्छ तब देशमा लोकतन्त्र हुन्छ। लोकतन्त्र भएन भने प्रेस स्वतन्त्रताको कल्पना गर्न सकिँदैन भन्ने मान्यता पत्रकार महासङ्घको स्थापना भएदेखि अहिलेसम्म राख्दै आछौँ। र प्रेस स्वतन्त्रताको मुद्दा अनवरत रूपमा भोलि पनि उठाउनु पर्छ। भोलि आउने नेतृत्वले पनि, जिल्ला तहले, प्रदेश तहले, केन्द्रीय तहले, सबै तहको नेतृत्वले एउटा लेख्ने वातावरण, स्वतन्त्रतापूर्वक लेख्ने वातावरणको लागि हामीले भोलि पनि वकालत गर्नुपर्छ। त्यसको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। दोस्रो, हामीले पत्रकारको हक हित अधिकारको मुद्दा, यो मुद्दा स्थापनादेखि अहिलेसम्म उठाएको छौँ। अहिले पनि यहाँ श्रमजीवी पत्रकारको मुद्दा उठ्यो, यो पनि निरन्तर रूपमा उठाइरहनु पर्ने मुद्दा हो। के कति सक्यौँ सकेनौँ हामीले ठिकसे समीक्षा गरौँ, होइन? तर भोलि पनि हामीले बोक्नुपर्ने मुद्दा पत्रकारको हक हित अधिकार हो। तेस्रो मुद्दा मिडियाको हित हो, होइन? मिडियाको पनि सञ्चालन हुन सकेन भनेपछि पत्रकार मात्रै भएर भएन। त्यही भएर सञ्चार माध्यमको हितको मुद्दा पनि हामीले निरन्तर रूपमा उठाउनु पर्छ। अब चौथो मुद्दा, पत्रकार महासङ्घ नागरिक अगुवा संस्था भए हुनाले नागरिकको हितको पक्षमा पनि हामी बोल्नु पर्यो। त्यसपछि राष्ट्रिय हितको पक्षमा पनि हामी बोल्नु पर्ने हुन्छ। यी मुद्दामा स्थापनादेखि अहिलेसम्म पनि हामी लडिरहेछौँ र भोलिका दिनमा पनि हामी लड्नै पर्ने हुन्छ। यी मुद्दामा भोलि आउने नेतृत्व पनि विचलित हुने छैन र अझ हामीले भन्दा अझ राम्रो गर्नेछ भन्ने म अनुरोध गर्न चाहेँ। अब यसपछि हाम्रो कार्यकालको अलिकति के गर्यो त तिमीहरूले भन्ने हुनसक्छ। त्यही भएर एक दुईवटा विषय म राख्न चाहन्छु। नेपालमा मिडियालाई सेवामूलक उद्योगको मान्यता दियोस् भनेर करिब 50 वर्षदेखि उठ्दै आएको मुद्दा थियो। यो अहिले हल भएको छ। औद्योगिक ऐन संशोधन भएर मिडिया उद्योग भनेको सेवामूलक उद्योग हो भनेर हाम्रै कार्यकालमा यो माग पुरा भएको छ। दोस्रो, 15 सालदेखि अहिलेसम्म उठ्दै आएको मुद्दा समानुपातिक विज्ञापन दिइयोस् भनेर हो। यसमा हामी आउँदा बित्तिकै हामीले सर्वोच्च अदालतमा रिट हाल्यौँ। विज्ञापन ऐन बनेर अहिले चाहिँ हरेक प्रकारका विज्ञापन समानुपातिक रूपमा बाँड्नुपर्ने, हरेक प्रकारका सरकारी विज्ञापन सबै प्रकारका मिडियालाई समानुपातिक बाँड्ने भनेर ऐनको दफा 31मै व्यवस्था गरियो। विज्ञापन बोर्ड बन्यो। यो मुद्दा पनि हामीले सफलता पाएका छौँ। समानुपातिक विज्ञापन दिने मुद्दा कानुनमै सम्बोधन गरेर विज्ञापन बोर्ड गठन भएको छ। यसमा पनि हामीले सफलता प्राप्त गर्न सक्यौँ। तेस्रो मुद्दा हामीले के भनेको थियो भने 65 वर्ष पुगेका पत्रकारहरूलाई पेन्सन दिन्छौँ। मासिक चाहिँ हामीले कम्तीमा 10,000 पेन्सन उहाँहरूलाई दिन्छौँ। हाम्रो भनाइ 15 हो भनेको थियौँ। यो मुद्दामा पनि हामी सफलता पायौँ। हामीले पोहोर सालै 5 करोड 34 लाखको कोष राखेका थियौँ। अहिले त्यो 34 लाखको ब्याज गर्दाखेरि 6 करोडको कोषमा जम्मा भएको छ, होइन? पेन्सन दिने भनेर जम्मा भएको छ। यसको कार्यविधि पनि बनाएको छ। अब यो 6 करोड कोहीले लगेर अन्त बाँड्न सक्दैन। यसमा चाहिँ वरिष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकार, त्यसपछि द्वन्द्वमा परेका अथवा मारिएका पत्रकारलाई सम्बोधन गर्ने गरी 6 करोडको कोष स्थापना भएको छ। अब हामीले 60 वर्ष नआएका पत्रकार र अपाङ्गता भएका पत्रकारहरूलाई यही कोषबाट नेपाल सरकार, सूचना विभाग र पत्रकार महासङ्घ र प्रेस काउन्सिल भएर यो कोष सञ्चालन हुने व्यवस्था पनि भएको छ, कार्यविधि भएको छ। र यो कोषबाट ठिकै छ, हामी चाहन्थ्यौँ हाम्रै कार्यकालमा उहाँहरूको हातमा जाओस् भनेर, होइन? 1 वर्ष जम्मा भएको 5 करोड 34 लाखको ब्याज पनि फेरि मूल कोषमै राख्यो। यसको लागि मापदण्ड सबै नबन्या हुनाले यो पनि पुरा एक किसिमले पुरा भएको छ। व्यावहारिक रूपमा अब कार्यान्वयन हुन्छ, किनभने भाँडोमा पैसा आइसकेपछि त हुन्छ। अर्को मुद्दा हामीले उठाएको श्रमजीवी पत्रकारको लागि पनि केही गर्छौँ भनेर हामीले सर्वोच्चमा मुद्दा हाल्यौँ 3 महिना पहिले। सर्वोच्चले हामीले के भन्यो भने हरेक विज्ञापनको 10% रकम छुट्याएर श्रमजीवी पत्रकार कल्याण कोष राखियोस्। त्योबाट श्रमजीवी पत्रकारलाई उसले कति पढ्छ, पत्रकारले पढ्ने सबै त्यहीँबाट गरियोस्। उसको स्वास्थ्य उपचार सम्पूर्ण निःशुल्क त्यहीँबाट गरियोस्। उसको जीवन बिमा गरियोस् र उसलाई कहीँ तलब पाएन र बाँच्न समस्या भयो भने त्यहीँबाट दियोस् भनेर भनेका थियौँ। त्यो पनि सर्वोच्च अदालतले के निर्णय आदेश दियो सरकारलाई भने
ऐनमा भएको 10% रकम छुट्याएर कोष खडा गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गरी हरेक 2-2 महिनामा अदालतलाई जानकारी गराउनु भनेर आदेश दियो। यो पनि हामी सफल भयौँ। अब यसो हुँदा के हुन्छ भन्नलाई 4 अर्ब नेपाल सरकारको सरकारी विज्ञापन जान्छ, त्यसको 10% भने 40 करोड 1 वर्षमा जम्मा हुन्छ। प्राइभेट क्षेत्रको 10% भने 8 देखि 10 अर्ब प्राइभेट क्षेत्रको विज्ञापन छ, त्यसको 10% भने अब 10 अर्बको 10% भने त 1 अर्ब भइहाल्यो त्यसै पनि है। यति मोटो रकम जम्मा भयो कोषमा भने हामी कोहीसित माग्नु पर्दैन। हामी पत्रकारले भोलिका दिनमा श्रमजीवी पत्रकारको हितको लागि जे गर्ने हो, व्यक्ति विकास तालिम, उहाँहरूको लागि उपादान हैन, भोलि चाहिँ जे गर्ने हो सामाजिक रूपमा हामीले सम्बोधन गर्ने उपचार यही कोषबाट पुग्ने अवस्था सिर्जना भएको छ। यसलाई पनि हामीले टुङ्गोमा पुर्याएको छौँ। अब व्यावहारिक रूपमा कार्यान्वयन गराउनको लागि फेरि पनि दबाब दिनुपर्ने छ। अब यसबाहेक श्रमजीवी पत्रकारको लागि पनि काठमाडौँमा देख्नुभयो केही आन्दोलन हामीले गरेकै हो। मिडिया हाउसको सञ्चालकको घरमा गएर तपाईँको घरका छिमेकी वरिपरि हामी चाहिँ उहाँ श्रम शोषक हुनुहुन्छ भनेर कसैले भनेको थिएन। योभन्दा पहिले घरमै गएको, मलाई लिनु दिनु छैन, म जान्छु अघि लाएर भनेर म नै गएँ हैन। उहाँहरूको घरमा गएर सबै निष्कासित पत्रकारलाई पुनः बहाली, वेतनलेबीमा राखेकालाई फेरि तलब दिने गरी फिर्ता र तलब नदिएका पत्रकारलाई तलब दिन्छौँ भनेर कागज लेखित गरायौँ। अहिले पनि उहाँहरूले कतिपय कार्यान्वयन गर्नुभएको छैन र हामी श्रम अदालतमा खास गरी 570 जनाको केस हामीले टुङ्गायौँ हैन। पत्रकारहरूले गुनासो गरेका अरू केही केस बाँकी छन्, ती हामी श्रम अदालतमा अहिले पनि पत्रकार महासङ्घ मुद्दा लडिरहेको छ। र यसबाहेक हामीले हाम्रो आन्तरिक जीवनमा पनि पत्रकार महासङ्घको निर्वाचन यस पटकदेखि प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत गर्ने भन्ने निर्णय गरेका छौँ। अब केन्द्रको चुनाव गर्न पनि पार्षद काठमाडौँ पठाउँथ्यौँ हामी हैन। अध्यक्षलाई त हैरानै हुन्थ्यो होला, कतिको हैरान भयो यहाँ मलाई थाहा छैन। जिल्लाका अध्यक्षहरूलाई काठमाडौँसम्म लयो, गाडीमा खुवाउँदै ल्यायो, राख्यो। त्यसपछि उम्मेदवार भएकालाई पनि हैरानै हैन, पैसा खर्च गर्नु पर्यो। त्यसपछि आएर उल्टो गाली गर्छन् हैन, यो अनिलले खुवाएन भन्दा होला नि यहाँलाई पनि, अथवा कोषाध्यक्षले खुवाएन भन्दा होला नि हैन। उल्टो गाली पाउनु छ साथीभाइको, साथीभाइलाई पनि कहाँ राख्छन् हैन। कहिलेकाहीँ त मधेसतिर भनेर झन् पोखरातिर होटल भए पनि राम्रो अरूलाई नराम्रो यताको साथीलाई दिन्छन् भन्ने पनि सुन्यौँ हैन। त्यस्तो अवस्था त कम्तीमा अन्त्य भयो र अब चाहिँ जिल्लाबाटै हामी केन्द्रीय प्रदेश र जिल्लाको नेतृत्व चुन्छौँ हामी। र म के अनुरोध गर्न चाहन्छु भने यो पत्रकार महासङ्घलाई थप समावेशी पनि बनायौँ हामी। प्रत्यक्ष बाहेक महिला उपाध्यक्ष भनेर जिल्लामा महिला उपाध्यक्ष पहिलोचोटि थियो, केन्द्रमा पनि महिला उपाध्यक्ष भनेर हामी थप्यौँ। अहिले सबै जिल्लामा महिला उपाध्यक्ष हुनुहुन्छ। हाम्रो के छ भने सबै जिल्लामा महिला उपाध्यक्ष हुँदा अहिले त पत्रकार महासङ्घको इतिहासमा एक जिल्लाको मात्रै अध्यक्ष हुनुहुन्छ, इलामको मात्रै। अब सबै जिल्लामा महिला उपाध्यक्ष भयो त 10-15 जना अध्यक्ष त कसो नबन्नु होला। त्यही भएर महासङ्घ पनि थप यसो गर्दा समावेशी हुन्छ। र केन्द्रमा पनि किन उपाध्यक्ष नराख्ने, अहिले केन्द्रीय सचिव महिला हुनुहुन्छ, त्यहाँ उपाध्यक्ष कोटा पनि महिला कोटा केन्द्रमा पनि थपिया छ र मधेसी कोटा पनि थपिया छ। पहिलेभन्दा 1 जना सदस्य महिला सदस्य 2 जना थपिनु भएको छ मधेसी कोटामा हैन। अब यो पनि महिलाहरूको लागि, महिला मधेसी साथीहरूको लागि पनि सधैँ पुरुष जाने भन्ने हुन्थ्यो, अनि दलित महिला थपिनु भएको छ 2 जना। त्यस्तै गरी अब यो खुला भनेको थियो नि, खुला महिला कोटा भन्नेलाई हामी दलितको लागि अनिवार्य, मधेसीको लागि अनिवार्य, जनजातिको लागि अनिवार्य भनेर त्यसरी छुट्याएका छौँ। र महासङ्घ पनि थप समावेशी बनेको छ। र म के अनुरोध गर्न चाहन्छु भने आगामी दिनमा पनि तपाईँ हाम्रो अगाडि थुप्रै चुनौती छ। वास्तवमा पत्रकार महासङ्घ भनेको एउटा साझा छाता संस्था भएको हुनाले यो महासङ्घ कुनै सङ्घ सङ्गठन अथवा राजनैतिक उसले ठ्याक्क टिकट दिने, कब्जा गरिहाल्ने, त्यहाँ भोलि चलाउने भन्ने त्यस्तो नसोचौँ। यो साझा छाता सङ्गठन हो। यसमा सबै जतिभन्दा धेरै चाहिँ विचार आस्था राख्ने पत्रकार साथीहरू रह्यो त्यति राम्रो हो। यो चाहिँ त्यति सुन्दर ढङ्गले हामी काम गर्न सक्छौँ र आगामी दिनमा पनि त्यो ढङ्गले पत्रकार महासङ्घलाई विकास गरौँ। र हामीलाई राजनीति लाग्ने महासङ्घमा भने मात्र भोट हाल्ने बेला लागोस् हैन, त्यसबाहेक नलागोस् भन्ने चाहिँ अनुरोध गर्दै अन्तिममा यो भवन खास गरी सुन्दर राज दास शास्त्रीजी जो चाहिँ एकदम विद्वान हुनुहुन्छ। त्यसपछि पत्रकार सङ्घको पनि उहाँले धनुषामा स्थापना गर्नुभयो, पत्रकार सङ्घ स्थापना गर्ने मध्येमा संस्थापक पनि हुनुहुन्छ। उहाँको नाममा यो सभाकक्ष जुन निर्माण गर्नुभयो त्यसको लागि म कार्य समितिलाई धन्यवाद दिन चाहन्छु। र मैले उहाँलाई सोधेको थिएँ
उहाँको फोटो यहाँ चाहिँ राख्छौँ हामी। अलि टाइम मिलेन फोटोमा चाहिँ परिचय पनि राख्छौँ। त्यसपछि ऊ पारि घडी राख्छौँ। यहाँ मञ्चमा बोल्ने मान्छेले टाइम कति भयो भनेर ठ्याक्क देखोस् भनेर अध्यक्षज्यूले भनिसक्नु भएको छ होइन उहाँको परिचय र फोटो त्यसपछि घडी राख्छौँ भन्नुभएको छ। त्यो पनि पुरा भयो भने यहाँ अहिले मलाई कति बजे यहाँ कति टाइम भयो एयरपोर्ट जाने भयो कि भएन कति बोल्नु भन्ने भएको छ घडी भाषी ठ्याक्कै देख्दै मैले पनि त्यस्तो अरूलाई पनि हुनसक्छ होइन। त्यही भएर म यति भन्दै मलाई अन्तिममा भए पनि यहाँ आउने मौका दिनुभयो। वास्तवमा मैले टार्न पनि नसकेँ। आज मिटिङहरू थियो 2-3टा होइन। मैले अरू मिटिङ रोकेर निर्वाचन समितिको मिटिङ सारेर 4 बजी सारेर यहाँ आएँ। यो अवसरको लागि हार्दिक धन्यवाद दिँदै तब सबैको एकदम उत्तरोत्तर प्रगतिको कामना। पत्रकारितामा भविष्य छ। अब पत्रकारितामा धेरै चाहिँ अहिलेसम्म धेरै अलि राजनीतिक पत्रकारिता मिसन पत्रकारिता गऱ्यौँ। अब हामी चाहिँ अलि बढी व्यावसायिक पत्रकारिता र स्वतन्त्र पत्रकारितामा अघि बढौँ भन्ने म अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद। समुद्घाटन समारोह के केन्द्रबिन्दु प्रमुख अतिथि आदरणीय हाम्रा सभा केन्द्रीय अध्यक्ष गोविंद आचार्यदाई, वरिष्ठ पत्रकार हमारा सबके सदैव मार्गदर्शक वरिष्ठ पत्रकार BM दाई, मंच पर आसीन प्रदेश कमेटी के कोषाध्यक्ष जी, सलाहकार जी, विभिन्न बैनर से आबद्ध अगुवा लोकन, यही कार्यक्रम में सहभागी हमारा सभा केंद्रीय पार्षद, पूर्व कार्य समिति के पदाधिकारी, अग्रज, समकक्षी मित्र लोकन, स्वीकारु नमस्कार। बहुत बात सारा चीज़ सब आदमी कहबे के लिए संभवतः हमरा लगे है जाइत जे अहाँ सब जे समय देनु, जे एकटा विश्वास के संग दू कार्यकाल नेतृत्व करके एकटा अवसर देनु, ओकर संभवतः एहन समारोह के बीच हमरा बुझाइए ई अंतिमे होवक चाहिए। शायद ओना काल्हि की हेतै नहीं कहल जा सके। तथापि सब गोटे ओतबे धन्यवाद के पात्र छी, आभारी छी। आजुक एहि कार्यक्रम में ओना भरिकाल कार्यकाल जे नेतृत्व करै छै ओकर आलोचना स्वाभाविक छै, तखने सतर्क हेतै। लेकिन एहि में आई आलोचना नहीं सुनऽ में आयल, खुशी लागल। दोसर में आई हम सब जई अवस्था में छी, सबके सहयोग ओतबे, सबके सद्भाव ओतबे, सबके प्रत्यक्ष अप्रत्यक्ष सब गोटे के सहयोग रहल। तखन हमरा बुझाइए जे आई हम सब जहिठाम उपस्थित छी ई आई पूर्णता पेलके है। बहुत रास बात आबि गेल छी, सब अपना हिसाब से सब चीज़ कहलथि है। हम एक सभा कक्ष निर्माण में जे सब सहयोग कल तिनका सबके स्मरण करऽ चाहबै, धन्यवाद देवऽ चाहबै। हम सब गोटे के जिज्ञासा है जे एलै कतऽसँ रकम केना बनलै। संसदीय विकास कोष राजेंद्र महतो जी के हमरा सबके 10,000 रुपया ऊपर के हॉल के मात्र करी तो 10 लाख रुपया हमरा सबके रहे प्राप्त भेल। परमेश्वर शाह जी माननीय प्रदेश सभा जे सदस्य छथि वो 5 लाख रुपया दिलथ, जे पर हम सब सोफा पर बैसल छी, जे AC लागल छै, तथापि जे कुर्सी सब छै हुनका रकम से खरीद भेल रहे। जनकपुर धाम महानगरपालिका के 4 लाख सहयोग रहे। और जतेक चीज एहि में देखै छियै वो सब पत्रकार महासंघ के छै। एहि में कतौ से बाहर से कोनो नहीं, जतेक एहि में आर्जन कऽ माइंग कऽ जोड़ि कऽ जतेक चीज राखल गेल छै, सोफा कुर्सी टेबुल जतेक चीज देखै छी, माइक साउंड सेहो देखै छी, से सेहो अपने छै। तो एतेक चीज जोड़ऽ में बहुत रास कठिनाई, बहुत रास समस्या। एहि दुआरे जे हम अपने एकटा समाचार करऽ वाला लोग, साथी सब बहुत सब समाचार प्रदेश सरकार के समाचार हो या स्थानीय गवर्नमेंट के समाचार हो या जकर हो, तो वो सब जखने समाचार लिखबै तो वो सब पक्ष से बेसी प्रतिपक्ष बुझै छथिन कि हमरा सबके जे ई दुश्मन के भाव काल्हि तक सड़क पर रहै छै तो पत्रकार हित भऽ जाइ छै, आ सत्ता में जाइते पत्रकार जे छै से बैर भाव देखऽ के दृष्टिकोण में फर्क भऽ जाइ छै। तथापि एहि बीच में हम सब जतेक होइ जोड़ऽ में सफल भेलहुँ। एतेक रास उपलब्धि भेलै। एहिमे बहुत रास लोग के सहयोग, जेना साउंडे देखै छियै तो साउंड एवरेस्ट शुगर ग्रुप से जे हमरा सबके 50,000 रुपया में एके बेर एकेटा वचन कह गेलियन जे, तो
तो कते पाई लगते मतलब पाई के आवश्यकता नहीं है, सामान के आवश्यकता है। तो एहन तक आइ तक केओ आयले नहीं छल, सब पाइए मांगि कऽ कहैए जे सहयोग करू, हम कहे हमरा ढौआ नहीं दिए, हमरा सामान दऽ देब तऽ भऽ जेतै। तऽ जे किछु देखै छियै एहिमे सब चीज सारा चीजके सबके सहयोग रहलै, ताहि दुआरे ई चीज निर्माण भेलै। शास्त्री जी हम हुनका सब परिचय नहीं, हम हुनका नहीं चिन्है छलियनि, नाम सुनने छलियनि। पहिने अग्रज साथी भाई सबसँ हुनकर बारेमे या संघ के संस्थापक रहथिन या अनेक प्रकारसँ सुनलाके बाद अचानक ओ चीज अब की कहूँ जे भऽ सकै छै हुनका प्रतिके समझना, हुनका प्रतिके समर्पण, पत्रकारिताके हुनकर जे चीज रहनि, तऽ ओहि चीजके मात्र समझना अयलाके बादमे आब की भेलै, हम एकटा सोचलिए जे भऽ सकै छै अपनाके सम्मान केनाइ, शायद काल्हिके दिनमे एक दोसर प्रति सम्मान हेतै कि, ताहि दुआरे हम हुनकर मात्र समझना भेल। आ साधारण सभामे एकटा चीज कहलिए, हमरा ओहिठाम सब अपने सब जे अनुमोदन के लिए ओ जे चीज जे दिलिए तऽ लगे जे सब प्रति ओ सम्मान छै। सब गोटे के धन्यवाद, नमस्कार। कार्यक्रम समापन के घोषणा करै छी, धन्यवाद।